होइन तिमी कस्ती हौ? आफ्नो भोगाइ नै अरूले बुझोस् भनेर हुन्छ त? सियो नै समाउन नजान्नेले तिम्रो फाटेको मन बुन्छ त? तिम्रो बाल्यकाल सबै उसले बुझोस् भन्न खोज्या त छैन नि? हिँड्ने नजानेको आलीमा तिमीलाई डोर्याओस् भनेर रोज्या त होइन नि? अब भक्कानेर फेरि किन रुन पर्यो? खालि अर्कैबाट अँगालोको आश त नगर। होइन यत्रो पहाड एक्लै चढेर आयो, अब 2 दिनको जुनीमा उसकै भर त नपर। आश किन धेरै राख्छौ? उसले आँसु पुछ्न आउँदा फेरि आफै बर भाग्छौ। तिमीलाई नै तिम्रो भोगाइ मन पर्दैन भने उसले तिम्रो भोगाइ बुझ्योस् भन्ने सोचाइ किन राख्छौ? सुन, तिमी लामो सास फेर्नु, बिहान उठेर ऐनामा आफैलाई हेर्नु, सोध्नु यो संसारसँग आफ्नै खुसीको लागि पनि मैले लडाइँ किन लड्नु? अनि जवाफ पाइनु भने आफ्नै आमाको जीवनी पढ्नु। अब हेर, तिमीलाई धेरै त म केही सिकाउन सक्दिनँ, मात्र भन्छु तिमी खुसी उनीहरूमा नखोज्नु। आउँछन् अझै दुःखका पहाड, आँसुका पोखरी, अनि त्यो पोखरीबाट निकाल्छु भन्नेहरू, तर त्यो सबैको भिडमा पनि तिमी सदैव आफैलाई रोज्नु।